ब्रो एउटा कुरा सोध्छु ल रिलेसनसिप सस्तो कि सिङ्गल बस्नु सस्तो सिङ्गल बस्न नि रिलेसनसिपमा त मन्थली इएमआई तिरे जस्तो हुन्छ गाह्रो छ होला नि अनि साथी मैले एउटा कुरा सोध्नै बिर्सेको तिम्रो हिजो डेट कस्तो भयो रमाइलो भयो अनि कस्तो चाहिँ रमाइलो थियो डेट त रमाइलो भयो नि वालेटको अन्तिम संस्कार भयो कति खर्च भयो पिज्जा मोमो आइसक्रिम त्यति मात्रै कहाँ त्यति मात्र हुनु अनि 25वटा फोटो कहिले यस्तो रे कहिले यस्तो रे कहिले यस्तो रे के हो के बुझ्नै नसक्ने केटीहरू यो त इमोसनल ड्यामेज ब्रो हिजो उसले मेसेज गर्यो नि के भनेर बेबी तिमीसँग इम्पोर्टेन्ट कुरा गर्नु छ अनि म डराएर ब्याङ्क ब्यालेन्स चेक गरेँ नि रिलेसनसिपमा ट्रस्ट हुनुपर्छ ब्रो ट्रस्ट त छ अनि तर सरप्राइज प्लान भन्दा ब्याङ्क ब्यालेन्स रितिन्छ भनेर अझै धेरै ट्रस्ट छ नि अनि रिलेसनसिप वर्थ इट छ त छ नि कसरी पैसा त बच्दैन तर तनाव सेयर गर्ने साथी त हुन्छ नि आहा कति डिप कुरा भन्यो यार मुटुमै लाग्यो डिप कुरा होइन नि ब्रो अनि खाजा खानु जाँदा बिल सेयर गर्ने मान्छे पनि हुन्छ नि त फेरि त्यो त हो